हुन्छ महाराजको जवाब प्रजा हो बाटो छोड़ा अब तपस्या ब्रह्मदेव सीता आएको छु। महाराज हिरण्यकश्यप आज ब्रह्मा विष्णु वरदान पाएर आएको छु। आज ती ब्रह्मा बुढा पनि झुकिएका छन्, त्यसको आशीर्वाद पाएको छु। सैनिक हो आज मैले 10,000 वर्षसम्म तपस्या गर्दा पहिले अझ राम्रो हुने वरदान पाएर आएको छु। महाराज की जय हो, महाराज की जय हो, महाराज की जय हो। महाराज सैनिक प्रणाम प्रणाम प्रणाम। सैनिक हो हजुर महाराज। राज आएपछि सिंहासन राख्नुपर्छ भन्ने तिमीलाई थाहा छैन? थाहा थियो तर बिर्स्यो। ओइ सिंहासन लिएर आऊ। हस् महाराज। जान है गइरे छिटो गर। महाराज बसिस्यो। साँच्चै कयाहरू म तपस्यामा गएको बेला मेरो पुत्रको जन्म भएको छ भन्ने सुनेको थिएँ। खै त ती पुत्र? ए सैनिक हो। हजुर महाराज। जाओ जाओ, त्यो मेरो पुत्र कहाँ छ त्यसलाई उठाएर लिएर आओ। जाओ। महाराज पछि तपाईँले एउटा फोटो खिचिदिनु पर्यो। के गर्नु पर्यो अरे? फोटो। ल फोटो खिच्नु पर्यो अरे? ल खिच फोटो। हिरण्यकश्यप प्रणाम पुत्र। आओ अब मेरो पुत्र चाहिँ के ठुलो भइसकेको छ। पुत्र अब हेर, तिमी धेरै ठुलो भइसक्यौ। अब गएर तिमीले गुरुकुलमा गएर राक्षसी विद्या पढ्नुपर्छ बाबु। हो ए सैनिक हो। हजुर महाराज। मेरो पुत्रलाई पढाउनको लागि गुरुलाई लिएर आओ। जाओ। महाराज को जो आज्ञा। छिटो गर। सैनिक हो। हजुर महाराज ल्याउँदैछौ। गुरु छैन भने गुरुका पुत्रलाई भनी लिएर आओ। महाराज। महाराज। हजुर ल्यायो। ओहो प्रणाम महाराज। प्रणाम प्रणाम गुरुभाइ। महाराज
कति आज्ञाले मलाई भनाइ बक्स्यो। गुरुवर मेरो यो पुत्र गुरुकुल पढ्नको लागि लायक भएको छ। त्यस कारणले हजुरले गएर यसलाई राक्षसी विद्या पढाउनु पर्यो। अहो भाग्य महाराज, सन्तानलाई मैले पढाउन पाउनु अहो भाग्य। लिएर गए जानुहोस्, आफ्नो गुरुकुलमा लिएर गएर यसलाई पढाउनुहोस्। जानुहोस्। आऊ बाबु प्रहलाद। हे प्रहलाद, अब तिमीले पढ्नुपर्छ बाबु। सैनिक हो। हजुर महाराज। मैले मेरो पुत्रलाई पढाउनको लागि गुरुकुलमा पठाएको छु। अब मेरा ती पुत्रले राक्षसी विद्या पढेर आउनेछन् अनि राक्षसी प्रवृत्ति देखाउनेछन्। सैनिक हो। हजुर महाराज। जाओ गएर गुरुकुलमा गएर मेरो त्यो पुत्रलाई लिएर आओ। जाओ। महाराज कहाँ छन् त राजकुमार प्रहलाद? महाराज प्रणाम पिताजी। प्रणाम। आओ बाबु प्रहलाद, आओ। भन बाबु, तिमीले गुरुकुलमा गएर के पढ्यौ? भन। यता हेर बाबु, यता भन के पढ्यौ? धेरै विद्याहरू पढेर आएँ। मैले त 9 विद्यालय पढेर आएँ पिताजी। ओहो, के पढ्यौ बाबु त्यस्तो? मैले त यो धरतीमा यो समाजमा जुन भगवानको आश्रय लिएर जुन भगवान नारायणले गर्दाखेरि सबै सञ्चालन भएको छ, तत्र सर्वत्र सबै चर जगतमा कण कणमा सबै प्राणीहरूमा उनी नारायण बसेर सबै सत्तालाई सञ्चालन गरिराख्नु भएको छ। के लेखो अरे? उनी भगवान विष्णु प्रति मेरो तो शत्रु को नाम नली भन्दै थिए। आज शत्रु को नाम लिँदै छ। शत्रु होइन पिताजी। त्यो नारायण भन्ने तो मेरो दाजुको हत्यारा हो। त्यसको नाम कदापि नलिनु। अरे हजुर मेरो विष्णुसँग द्रोह गर्दै हुनुहुन्छ नि पिताजी। उनी विष्णुका कारणले गर्दाखेरि आज चर अचर जगत कण कणमा कीट पतंग सबैतिर उनी नारायणको सत्ता विद्यमान भएर सञ्चालन गर्दै हुनुहुन्छ पिताजी। तपाईँ द्रोह नगर्नुहोस् नारायणसित। हजुर महाराज, जाओ गुरुलाई बोला लिएर आओ। आज ती गुरुले तो मेरो शत्रुको नाम जप्न सिकाए जस्तो छ। खायो बुढा तिमीले खायो। गुरुवर, हजुरलाई मैले यो मेरो पुत्रलाई राक्षसी विद्या पढ्नको लागि भनेर पठाएको थिएँ, तर यसले तो मेरो शत्रुको नाम लिँदैछ। क्षमा महाराज, क्षमा। मैले पढाउन त राक्षसी विद्याले पढाएको हे राजन, तर हजुरको पुत्रले राक्षसी विद्यालाई पढ्न चाहँदैन। तर म एकचोटि मौका दिनुहोस् महाराज, अवश्य पनि म पारङ्गत बनाउने छु राक्षसी विद्यामा। एकचोटि अवश्य महाराज, मौका। सुन्नुहोस्, एक पटक यसलाई यस्तो ज्ञान दिनुहोस्। कबाट काट्नु, खबाट खसाल्नु, कबाट गाड्नु, कबाट खचल्नु, कबाट याक्नु, यस्तै ज्ञान दिनुहोस्। जानुहोस् अवश्य महाराज। किन बाबु? फेरि पनि यसले त्यो मेरो शत्रुको नाम लियो भने हजुरको पनि दारी सारी सबै उखेलेर फालिदिन्छु म। महाराज, अरे सही आज त मालिस गर्न लाउनु भएन। तिमीहरूको इच्छै त्यस्तो छ भने आओ महाराज। कुन मालिस गर्नु? कुन मालिस गर्न आउँछ भने हामीलाई जापानिज, थाइल्यान्डको, अस्ट्रेलियाको, अमेरिकाको सबैको आउँछ महाराज। होइन, यो अलि बढी झुस्किँदै छ। बेला मौका महाराज, ख्यालठट्टा। महाराज हिरण्यकशिपुको दरबारको गुण अलि नपर्ने जस्तो छ यो। सही होइन महाराज, होइन त्यसो नगर्नु महाराज। अर्ग्यानिक मालिस, अर्ग्यानिक। महाराज, एउटा कुरो सोध्नु छ। के सोध्नु छ?
अनि कयादु माताको त कुरै गर्नु के अरे कयादु माता के त कुरै गर्नु गयादु माताको अरे गयादु माता त उहाँ गजक्क भएर बसेकी छिन् तिनको के कुरा गर्ने यस्तो माया वृद्धिका कुरा गर्नु पर्दैन यत्रो वर्ष तपस्या गरेर आएर ए सही महाराज माया प्रीतिको कुरा गर्दै गरौँला जाऊ गएर गुरुकुलमा गएर त्यो मेरो पुत्रलाई लिएर आऊ हुन्छ महाराज अब गए कोही प्रहलाद आऊ बाबु आऊ यहाँ अहिले चाहिँ राम्रो भन्नु नि पाएन महाराज आयो आयो कोही कता आयो यता 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 अब तिमीले के पढ्यौ अहिले 9 विद्यालय